डाइरेक्टर हो यहाँ ठुला मान्छेहरू उहाँ त डाइरेक्ट भइहाल्यो नचिने पोसार होइन चिन्नु हुनेलाई उहाँलाई चिन्नु हुनेलाई सबैले कमेन्ट गर्नु होला को हुन्छ होला उहाँ आम्मा हेर्नु आजको दर्शकहरू क्या बाबा के भन्दा दर्शक लाग्छ कि हामी अफ्रिकामा जस्तो लागिरहेको छ सेतो घर हजुर उनीहरू बच्चाहरू हेरेर अफ्रिका जस्तो लाग्दैन अफ्रिका जस्तो लाग्दैन गजब हेलो गजब छ नि हेलो हेलो तपाईँहरूको लागि स्पेसल नयाँ टेस्ट आउँदैछ है टक्क हेर्नु होला है उहाँ चाहिँ आजको बाजे आज दमाईको रोल गर्दै होला है उहाँ दमाईको गर्दै उहाँ चाहिँ हाम्रो बाहुनी उहाँ चाहिँ हाम्रो पण्डित उहाँ चाहिँ पण्डित अहिले लुगा खोलेर सायद अब भर्खर हुनुभएको छ है अहिले आजको सकिएको होला उहाँको ओके ल आउनु सेम हो रेडी रेडी आर्टिस्ट मोड रोल क्यामेरा एक्सन टर्न लुक त्यही धेरै झुक्नु साउनीलाई धेरै झुक्नु हल्का लठी मात्रै टेक्नु न त्यति बडी नगर्नु एक्सन आउनु जानु टर्न लुक त्यही छक्क भरौँ जानु 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 कन्टिन्युटी मिल्छ त एउटा कट 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 इट औ साउनीलाई नि ठुक्क भनेको यहाँ एउटा यो ए बाउनी यता उहाँ चाहिँ हाम्रो बाहुनी सेटमा आइसक्नु भयो अब उहाँको लाउँदैछ सजेसन जस्तो बस्नु थोरै यहाँ होइन बुझेँ कि उसको फिलको लागि मात्रै चाहियो टचअप गर्नु पर्यो टचअप गरेर उलाई फुकेको यता भरताइछ भरत सर आउनु आउनु भरत सर यतै बस्दा नि हुन्छ आउनु आउनु फिल आउँछ यता आउनु आर्टिस्ट सेम छ ल मात्र है अनि उता सर रेडी कति टेक गर्दा चाहिँ कपाल सबै बिग्रिएको हुन्छ कि त्यो पनि अब सबै हेरिदिनु पर्ने हुन्छ त्यसै भने जो त्यो मिटिङ राखौँ न त्यहाँ उहाँ चाहिँ हाम्रो पुरानो कलाकार हुन्छ है उहाँ चाहिँ हाम्रो भरत सर ओके ठिक छ बाबु उहाँको कविताको फेरि राजा हुन्छ कविताको राजा के छ केटा के छ मित्र अरे अलिकति होइन भइरहेछ होइन के ए दुईजना बोक्नु लाइट लाइट बोकिहाल्छु म